शुभं करोति कल्याणम् आरोग्यं धनसम्पदा शत्रुबुद्धिविनाशाय दीपज्योति नमोऽस्तु ते। सबैभन्दा पहिला त एकदमै धन्य भएको महसुस हामीले गरेका छौँ, किनभने यो विश्वव्यापी प्राकृतिक चिकित्सादेखि उपचार पद्धतिको एउटा महत्त्वपूर्ण फोरममा हामीहरू उपस्थित हुन पाएका छौँ। यस्ता ज्ञानका कुराहरू भनौँ अथवा अरूलाई परोपकार गर्ने, अरूलाई उपचार गर्ने, अरूप्रति समर्पित हुने कुराहरूमा जाँदाखेरि हामीलाई अलिकति खुसी हुने, अलिकति आत्मसन्तुष्टि प्राप्त गरेको एउटा अनुभूति हुने गर्छ। यो हिसाबले पनि बिहानै आएर तपाईँहरूसँग यसरी यो शिक्षा पद्धतिको विषयमा त्यति धेरै ज्ञान छैन, तथापि तपाईँहरूले गर्नुभएका जुन सामाजिक कार्यहरू छन्, तपाईँले समाज परिवर्तनको लागि जुन यो शिक्षाको विश्वव्यापी रूपमा अथवा देशव्यापी रूपमा तपाईँहरूले अभियान चलाउनु भएको छ। यस्ता अभियानहरूले हाम्रो समाज चाहिँ समुन्नत भएको छ। हाम्रो समाज परिवर्तनको लागि भन्छौँ हामी विभिन्न कामहरू गर्ने गर्छौँ, तर यसरी मान्छेको अथवा कुनै व्यक्तिको, कुनै समूहको हामीले उसको सोचमा परिवर्तन गर्न सक्यौँ, उसको संस्कारमा परिवर्तन गर्न सक्यौँ भने हाम्रो समाज त्यति बेला मात्रै गर्न सक्छ। त्यो हिसाबले पनि जुन अभियान मैले देखिरहेको छु, यो रेखी उपचार पद्धतिका यी अभियानहरू डाक्टर साहब मार्फत हामी लाइन्सका साथीहरूको थुप्रै साथीहरू यो पद्धतिमा आबद्ध हुनुहुन्छ। त्यो हिसाबले पनि मलाई खुसी लाग्ने गर्छ, किनभने तपाईँहरूले यसरी समाज परिवर्तनको लागि यी खालका एउटा चाहिँ नि मान्छेको भित्रै मनैदेखि आत्मीदेखि शुद्धिकरण गरेर मान्छेलाई शुद्ध बनाएर अगाडि बढाउने अभियान छ। थुप्रै अभियानहरू हुन्छन्, यस्तै प्रकारका अभियानहरू हुन्छन्। सबैका उद्देश्य र सबैका मकसदहरू चाहिँ एउटै हुन्छ, हाम्रो समाजलाई परिवर्तन गर्ने, आफू परिवर्तन हुने, आफ्नो मनलाई परिवर्तन गर्ने, मनलाई शान्त बनाउने अथवा स्वस्थ बनाउने, हामी आफू स्वस्थ बन्ने र समाजलाई स्वस्थ बनाउने अभियानमा हामी यसरी जोडिएका हुन्छौँ। त्यो हिसाबले पनि तपाईँहरूको यो कार्यक्रममा म उपस्थित हुन पाउँदामा आफूलाई धन्य महसुस गरेको छु। आज अघि डाक्टर साहबले पनि भन्नुभएको छ, थुप्रै हिसाबले यो कार्यक्रमसँग तपाईँहरूको कार्यक्रमसँग जोड्ने इच्छा चाहिँ चाहना चाहिँ परको हिसाबले अथवा कामको व्यस्तताका हिसाबले चाहिँ उपस्थित हुन सकेको, तर आज तपाईँहरूसँग उपस्थित हुने केही कुराहरू सिक्ने अवसर पनि पाएँ। यसको सुरुवाती कसरी भयो, यो अभियान कसरी अगाडि बढिरहेको छ र हामी यो मार्फत कसरी अगाडि बढ्छौँ भन्ने कुरा केही कुरा जान्ने एउटा अवसर पनि मैले प्राप्त महसुस छु। तपाईँहरूले गर्नुभएको यो सामाजिक सेवा अथवा भनौँ आफैलाई शुद्धिकरण गर्ने अथवा कसैको उपचार गरेर उसलाई चाहिँ सन्चो बनाउने अथवा पार्ने अथवा यी खालका कुराहरू तपाईँहरू बाटो पाएका छन्। यसले पक्कै पनि आफ्नो समाजलाई परिवर्तन गर्छ, हामी आफूलाई व्यक्तिगत हिसाबले परिवर्तन गर्छ। मलाई असाध्यै खुसी लागेको छ। अघि यहाँ मैले केही कुराहरू पढ्ने बित्तिकै म प्रभावित, हुन त सबैजना प्रभावित हुन्छन्। मलाई यो स्पर्श चिकित्सा नीतिको 5 सूत्रीय आदर्शहरू संशोधित पढाइ पुरा आनन्द लाग्यो र खुसी लाग्यो। बिहान उठेर आजको लागि म थोरै गन्तमुक्त हुनेछु, आजको लागि म चिन्ता गर्ने छैन, आजको लागि म ईश्वरीय कृपाप्रति आभारी हुनेछु, आजको लागि म इमान्दारीपूर्वक कार्य गर्नेछु, आजको लागि म छिमेकी र यावत जीवप्रति प्रेम गर्नेछु। यति कुरा जीवनमा अनुसरण गर्न सक्यो भने सायद हाम्रो जीवन हामीले सोचेको भन्दा अलिक फरक किसिमको हुन्छ जस्तो लाग्छ। यसलाई मैले अनुसरण गर्नेछु। यसरी बिहान उठेर यति मात्रै पढ्यो भने मान्छेको जीवन परिवर्तन हुन्छ। अरू अब यति पढ्दा त मान्छेको जीवन परिवर्तन हुन्छ भने तपाईँहरू यो अभियानमा लागेका व्यक्तिहरू
विशेष तपाईँ आफ्नो जुन ज्ञानको चाहिँ भण्डार छ त्यसले चाहिँ हामीलाई शिक्षित गर्नुहोस्, हाम्रो समाजलाई शिक्षित गर्नुहोस्। पक्कै पनि तपाईँहरूले गर्नुभएका यी कार्यहरू तपाईँहरूलाई आफ्नो सन्तुष्टि प्रदान गर्नेछ। म यो कुरा जानकारी गराउन चाहन्छु, यो अनुरोध पनि गर्न चाहन्छु र यो कार्यक्रमको उद्घाटन गरेका छौँ र यो शिक्षा दीक्षा कार्यक्रम भनेको कुरा चाहिँ अलिक महत्त्वपूर्ण, अलिक गइरहेको कुरा पनि छ। एकछिन मात्रै हामी 2 मिनट मात्रै हामीले नमस्कार गरेर आँखा चिम्न गर्दाखेरि पनि धेरै कुरा सिकेको महसुस गर्छौँ भने अझै यहाँ धेरै त्यो खालको अनुभव घटाउनुभएका व्यक्तिहरूले गुरुहरूले शिक्षा दिँदाखेरि चाहिँ पक्कै पनि यसले चाहिँ हामीलाई त्यो खालको ऊर्जा चाहिँ प्राप्त हुन्छ, त्यो खालको ज्ञान प्राप्त हुन्छ जसले हामीलाई चाहिँ एउटा उचाइमा पुगेको छ भन्ने महसुस गरेको छु। पक्कै पनि यो शिक्षा दिने लिने कुरा भनेको चाहिँ एकदमै महत्त्वपूर्ण कुरा। सिक्ने र सिकाउने अभ्यास भनेको एकजनाले सिक्छ अनि त्यसले फेरि अरूलाई सिकाउँछ अनि अर्कोले सिक्छ फेरि त्यसलाई अरूलाई सिकाउँछ। हेर्दा हामी यहाँ 50-60 जना होलाौँ, तर पनि हामीले सिकेका कुराले अरू 100 हजारौँ व्यक्तिहरूलाई चाहिँ त्यसले चाहिँ प्रभाव पारिरहेको हुन्छ। त्यो हिसाबले यो कार्यक्रम असाध्यै महत्त्वपूर्ण कार्यक्रम रहेको छ।